जति गरे नि नहुने रहेछ है, दिक्कै लाउँछ हौ यो मान्छेहरूलाई चाहिँ है। कोही कोही मान्छेहरूको मन त के ढुङ्गै हुन्छ कि क्या हो, दिक्क लाएर आउँछ भनेको हे भगवान्! के उ बेला हाम्रो बाजे बजेले पहिलेका मान्छेहरूले भन्थे क्या, साथीहरू, गोरु बुढो भयो भने भिर खोज्छ अरे, मान्छे बुढो भयो भने निहुँ खोज्छ अरे भन्थे कि। हो रहेछ, अहिले आफ्नो जीवनसँग बिताउँदै जाँदाखेरि क्या अहिले आफूले यसो बुझ्छु। त्यतिखेर पो अब सानै थियो के भन्यो होला हाम्रो बुढाबुढी बजेहरूले, हाम्रो आमाहरूले भनेर सोचिन्थ्यो। अब अहिले त आएर ठ्याक्कै आफ्नो जीवनसँग मेल खाने क्या है। अनि यसो बुझ्छु, ए त्यही भएर पो भन्नुभएको रहेछ भन्थे क्या। दिक्क लाएर आउँछ भने कहिलेकाहीँ त साथीहरू भन्नुहुन्छ नि, आज पनि यही घेरोला पकाउँदैछु, प्यात्त परेर अनुहारै उ भइसक्यो मेरो त घेरोला देखेर है। अब के गर्नु, नखाए पनि हुँदैन, बारीमा पनि यही छ, अहिले त सिजनै घेरोलाको छ। अब यो दसैँसम्म यो घेरोला नै हुने हो, घेरोला खाइरहने हो। अब के गर्नु, आफूलाई मन नपरे नि घरको मान्छेहरूलाई त मनपर्छ, पकाइदिनु त परिहाल्यो, बनाइदिनु परिहाल्यो, भान्जी आमा भएपछि है। अब अफिसै हो मेरो, यो अफिसको काम त गर्नु परिहाल्यो। अनि यसो टाउको दुखे जस्तो भयो बेसमरी, अनि मेरो पालो कफी खाइदिएँ है। अनि रेडी भइसकेँ, हेर्नु न घेरौलाको हालत। सबै कामसाम भ्याइसकेँ, अनि भाँडासाँडा मस्काएँ, यताउति गरेँ। अनि ससुरबा स्कुलबाट आउनुभयो पढाएर, अनि उहाँलाई चाहिँ चिया बनाइदिएँ, चिया दिएँ होइन। के गर्नु, धेरै जस्तो त कहिलेकाहीँ त आफै बनाएर खानुहुन्छ, मैले दिन्छु कहिलेकाहीँ होइन। अनि सबै काम भ्याएर यसो आफूलाई पनि टाइम दिनुपऱ्यो नि कहिलेकाहीँ होइन। अनि बुढी गण्डकी खोला यसो इभिनिङ वाक जान्छौँ क्या हामी बेलुका बेलुका हल्का यसो डुल्नलाई। अनि अहिले हेर्नु न, यो बर्खाले गरेर खोला कस्तो आएछ क्या, कत्रो आएछ, डरलाग्दो खोला आएछ क्या, हेर्नु न। ल साथीहरू, आजलाई यति नै, भोलि फेरि भेटौँला। के गर्नु, बोल्न नि अल्छी लागेछ क्या, तरकारीले गरेर के घेरौलाले गरेर।